नमस्ते सबैजनालाई। आज चाहिँ मेरो भाउजूलाई मोमो खान मन लागेको भएर मैले घरमा नै उहाँको लागि हेल्दी सुपर टेस्टी मोमो बनाउँदैछु, जुन चाहिँ एकदम इजी रेसिपी छ। अनि भाउजूले चाहिँ भिडियो पनि बनाउन थाल्नुभयो। मैले चाहिँ अब यो बनाएको भिडियो त के भाइरल होला र हामीले चाहिँ कम्पिटिसन गर्नुपर्छ भाउजू भन्ने कुरा भयो। तर हामी धेरै मोमो पनि खान सक्दैनौँ, त्यही भएर अब बनाएकै रेसिपी राख्दैछु मैले। अब सुरुमा चाहिँ मैले चिकन ल्याएर घरमा नै किमा रेडी पारेँ मिक्सरमा पिसेर। त्यसपछि इस्कुसलाई मजाले कोरेसोमा कोरेर त्यसको पानी पनि नितारेर किमामै मिक्स गरिदिएँ। त्यसपछि चाहिँ मैले लसुन प्याजलाई पनि मजाले काटिदिएँ अनि मिक्स गरेँ। लसुनको पत्ता पनि थियो मसँग, त्यसलाई पनि राखेँ। अनि त्यसपछि चिकनको बोसोलाई पगालेर त्यसलाई नि मिक्स गरेँ। त्यसो गर्दा चाहिँ हल्का स्टिकी हुन्छ। अनि अदुवा लसुनको पेस्ट भयो, अनि स्वाद अनुसार नुन राखिदिएँ। अनि यो जिरा धनियाको पाउडर पनि राख्छु म। अनि यो बेसार पनि हल्का राखेँ। मैले चाहिँ अजिनो चाहिँ स्किप गरिदिएर मोल्न थालेको छु, किनभने चाहिँ अब अजिनो अलि हेल्दी मानिँदैन, त्यही भएर मिक्स गरेन। मजाले मिक्स भइसक्यो। उता चाहिँ भाउजूले मोमोको लागि डो पनि रेडी गरिसक्नु भएको छ। अब हामी त्यही भएर मोमो पनि बनाउन थालिहाल्छौँ। यो मोमोको पिठो चाहिँ आटा पिठो युज गरेको हो, यसमा मैदा चाहिँ युज गरेको छैन। अब हजुरहरू चाहिँ युज पनि गर्न सक्नुहुन्छ, अजिनो पनि हाल्दा मिठो हुन्छ है। अनि मोमो सानो बनाउँदा चाहिँ टाइम पनि कति कन्ज्युम हुन्छ नि त, त्यही भएर चाहिँ ठुलो ठुलो मोमो नै बनाइदियो हामीले। सिटमा अलरेडी हामीले तेल राखिसकेको थियौँ, नचप्कियोस् भनेर तेल पनि लाउनु पर्छ। अनि हामी दुईटा नन्द भाउजू मिलेर मोमो चाहिँ फास्ट रेडी गर्दैछौँ। मोमो यता रेडी हुँदैछ, उता चाहिँ मैले पानीलाई है उमाल्नलाई तताउँदैछु। पानी उम्लिसकेपछि रेडी भएको मोमोलाई पनि स्टिम गर्नलाई राखिदिने। अब राखिसकेपछि मोमो विथ सुप एन्ड चटनी रेडी भइसक्यो। थ्याङ्क यू।